हेलो एभ्रिवान गुड मर्निङ इट्स मी इन्दिरा राई अनि म चाहिँ अहिले मिनी ब्लग लिएर आइसकेको छु तपाईँहरूको सामु। आज चाहिँ म यहाँ हाम्रो सुँगुरखोर जाँदैछु। यसमा यस्तोरी जाँदैछु। यो चाहिँ हाम्रो सुँगुरखोर भयो। अनि अब चाहिँ मैले सुँगुरलाई चारो यस्तोरी म चाहिँ धोएर पकाउँछु क्या। अनि पकाउन लागेको छु र मैले चाहिँ यहाँ चाहिँ अब चाहिँ चारो पकाउँदैछु है। अनि हेर्न सक्नुहुनेछ अब चाहिँ मैले खोर सफा गर्न लागेको छु। हेर्न है हामी चाहिँ यस्तोरी सफा गर्छौँ खोर चाहिँ। अनि हाम्रो सुँगुर यो चाहिँ सुँगुर खोरलाई सफा गर्नुपर्छ। मैले चाहिँ यसरी डुटलाई सफा गर्दै थिएँ, ठ्याक्कै मेरो बुढा आइपुग्नु भएछ क्या। अनि किन छिटाउनु भएको भनेर त उहाँले तपाईँ अलिक बिरामी हुनुहुन्थ्यो नि त, त्यही भएर आएको भनेर यहाँ पुरै सुँगुर चारो दिन सबै सघाउनु हुँदैछ क्या, सबै गरिदिनुहुन्छ क्या उहाँ आउनुभयो भने चाहिँ। अनि हामीले चाहिँ सुँगुरलाई चारो दिइसकेर हामी चाहिँ गयौँ झाडु खाल्न। अनि झाँसु खाल्नु थियो क्या, घाँसु खाल्नु कति धेरै बोलाएको थियो यसरी। अनि हामी चाहिँ उखाल्दैछौँ। अनि मेरो बुढाले चाहिँ यहाँनिर मजाले पन्साउँदै गर्नु हुँदैछ क्या, कति कामदारी हुनुहुन्छ क्या, पुरै उहाँले चाहिँ मजाले उखाल्नुहुन्छ हामी भन्दा। अनि अब चाहिँ घर जाने बेला भयो र उहाँले चाहिँ आगो मार्नु हुँदैछ। अनि यो सुँगुरले चाहिँ बाई बाई भन्दैछ क्या, कस्तो माया लाग्दो छ क्या सुँगुर चाहिँ। अनि यो चाहिँ हामीले सानो लिएको हो नि त हिजो मात्र। अनि यिनीहरूलाई चाहिँ उनीहरूकै दाना दिनुपर्छ क्या, अरूलाई चाहिँ पकाएर दिन्छौँ, तर यिनीहरूलाई चाहिँ उनीहरूकै दाना दिन्छौँ। यस्तो छुत्रो छ। अनि यो सेतोबाट चाहिँ अलिकति यसो बानी रहेछ, नत्र चाहिँ यस्तो छुच्चो हुन्छ क्या यिनीहरू चाहिँ। र अब चाहिँ हामी घरतिर लाग्छौँ। घर गयौँ, घर पुगेर यसरी हेरेको खाना पाकिरहेको रहेछ, अरूले खाइसकेको रहेछ क्या। अनि त्यस पछाडि मैले खाना खाइसकेर धन्दाहरू गरेँ र अब चाहिँ म लागेँ पसलतिर है। म चाहिँ हाम्रो पसल जान आँटेको छु, रेडी भइरहेको छु। अनि छोरीसँग जान आँटेको क्या। यो घर चाहिँ बनाउँदैछ क्या, भर्खर बनाउँदै गरेको छ। र छोरीलाई जाउँ भनेर भने अनि ओके भन्नु, अनि जाँदैछौँ। अनि तपाईँहरूले इन्दु कलेक्सनको लोकेसन हेर्न सक्नुहुनेछ। यो चाहिँ फाल्गुना चोक है। फाल्गुना चोकदेखि मामा चोकको बाटो जाँदै हामी चाहिँ अब लाग्छौँ भाइरल रोडतर्फ। यो चाहिँ भानुभक्तको मूर्ति हो। अनि हेर्न सक्नुहुनेछ। अब चाहिँ हामी भाइरल रोडतर्फ लाग्छौँ है। यो भाइरल रोडमा चाहिँ राति यस्तो राम्रो हुन्छ, विदेशतिरको झल्को दिन्छ क्या यो ठाउँले चाहिँ, यस्तो राम्रो हुन्छ। मान्छेहरू कति धेरै घुम्न आउनुहुन्छ कि। अनि त्यस पछाडि चाहिँ गुम्बा चोक लेखेकोदेखि हामी चाहिँ लेफ्टतर्फ जान्छौँ। सिटीमा चढेको हुनाले राम्ररी भएको छैन, तर पनि हेरिदिनु होला। अनि यो ठुलो गुम्बा भन्छ नि बन्द गरेको, यो हो क्या बन्द गरेको गुम्बा चाहिँ। अनि त्यस पछाडि हेर्न ल अब चाहिँ हाम्रो इन्दु कलेक्सन आइपुग्यो। यो चाहिँ रह्यो हाम्रो इन्दु कलेक्सन है त। अनि त्यस पछाडि दिदीहरू भित्र हुनुहुन्थेछ। अनि दिदीहरूलाई बोलायौँ। अनि हामी चाहिँ इन्दु कलेक्सनमा छिर्यौँ। अनि मैले मेरो ज्यान आफैलाई हेर्दा छक्क परेको, कत्रो ज्यान भएको भनेर। कसरी घट्ने साथीहरू उपाय सिकाउनलाई। अनि यहाँ चाहिँ हामीले फोटोसुट गऱ्यौँ। अनि येल्लो हर्बलको सामान पनि ठ्याक्कै आएछ क्या। मलाई साह्रै मनपर्ने चाहिँ यो येल्लो हर्बलको सामान हो। अनि फेरि हामी चाहिँ यता रुमतर्फ फेरि गयौँ हामी चाहिँ। अनि त्यस पछाडि फेरि हामी चाहिँ चारो खोज्न गयौँ क्या, चारो ल्याउन। अनि हामी चाहिँ चारो ल्याउन गयौँ। अनि छोरा पनि साथमै पछ्यायो क्या। अनि तिमी चाहिँ मेरो पुच्छर हो भन्दा हो त, अनि म तपाईँको पुच्छर हो भन्दा जहिले पुच्छर लाग्छ क्या अङ्कल आन्टीको। अनि त्यही भएर चाहिँ पुच्छर भनेकै उसलाई चाहिँ। अनि हाम्रो पाहुना आउनुहुने थियो, त्यही भएर हामीले चाहिँ मासु लगेर घर गयौँ। आजलाई यति नै हाम्रो ब्लग, पछि फेरि बनाउनेछौँ। धन्यवाद, बाई बाई।